फेरि पनि नमस्कार। तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानल नेपाली एजुकेसन सिस्टम। आजको टपिक रहेको छ ग्रामर। स्पेशली यो क्लास 6 र 7 को लागि हो। जो मान्छे कमजोर हुनुहुन्छ ग्रामर उहाँले यो पढ्न सक्नुहुन्छ। एकदम सजिलो भाषामा हामीले लेखिदिएको छु र एकदम इक्जाम्पल पनि सिम्पल छ। तपाईले यो पढेपछि तपाईको ग्रामरमा 100% तपाई पास हुनुहुन्छ प्लस ए प्लस ल्याउन सक्नुहुन्छ। एकदम सजिलो छ। तपाईले हाम्रो युट्युब च्यानललाई धेरै माया गरिदिनु भएको छ। हाम्रो युट्युब च्यानल पनि 1 महिना भइसक्यो हामीले सुरु गरेको। त्यसमा 50 प्लस सब्स्क्राइबर बढेको छ। तपाईको मायाले हाम्रो युट्युब च्यानल प्लस हामीलाई धेरै प्रेरणा दिनुभएको छ र धेरै ढिलो नगरिकन आजको टपिक रहेको छ ग्रामर। यो चाहिँ 6 र 7 को लागि स्पेशल है। अब तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ नाउन। नाउन भनेको के रहेछ? तपाईले टपिक हेर्न सक्नुहुन्छ नाउन। नाउन भन्ने टपिक पढ्न सक्नुहुन्छ है। टपिक के छ? नाउन। अब नाउनलाई हामी के भन्छौं? सिम्पल भाषामा नाउन इज अ नेमिङ वर्ड। नाउन के एउटा नेमिङ वर्ड हो। नाउन इज अ नेम अफ पर्सन, एनिमल, प्लेस अर थिंग्स। नाउन चाहिँ एउटा पर्सनको नाम पनि हुन सक्छ, एनिमलको पनि हुन सक्छ, प्लेस पनि हुन सक्छ, थिंग्स पनि हुन सक्छ। जस्तै इक्जाम्पल के रहेको छ? सिम्पल भाषामा राम लिभ्स इन धनगढी। राम लिभ्स इन धनगढी इक्जाम्पल। र राम भनेको के रहेछ? राम भनेको पर्सन हो। राम के रहेछ? राम भनेको पर्सन हो। धनगढी भनेको के हो? प्लेस। धनगढीलाई के डिनोट गर्छ? प्लेस चाहिँ डिनोट गर्छ। तपाईले फेरि हेर्न सक्नुहुन्छ स्क्रिनमा। नाउन इज अ नेम अफ पर्सन। पर्सन भनेको के रहेछ? राम। एनिमल, प्लेस अर थिंग्स। प्लेस भनेको के रहेछ? धनगढी। त्यसैले राम लिभ्स इन अ धनगढी है। त्यस्तै गरेर तपाईले तल गएर टाइप्स अफ नाउन्स भनेर पढ्न सक्नुहुन्छ। टाइप्स अफ नाउन्स। नाउन्सको प्रकारहरु के छ? एकदम सिम्पल भाषामा छ। यो चाहिँ तपाईले हेर्न सक्नुहुन्छ पहिलोमा टपिकमा कमन नाउन। कमन नाउन भनेको के रहेछ? कमन नाउन भनेको कमन वर्ब हो सिम्पल भाषामा है। द नेम अफ एनी पर्सन, प्लेस, एनिमल अर थिंग्स इज कल्ड कमन नाउन। अब एनी पर्सन, कुनै पनि पर्सन हुन सक्छ, प्लेस हुन सक्छ, एनिमल हुन सक्छ, थिंग्स हुन सक्छ। यो सबैको इक्जाम्पल हामीले लेखिदिएको छु। तपाईले हेर्न सक्नुहुन्छ। फर इक्जाम्पल बोय, म्यान। बोय कमा म्यान। बोय भनेको केटो, म्यान भनेको केटा हैन। अब यो दुईटै के रहेछ? पर्सन हो। सिटी, टाउन। यो भनेको के हो? प्लेस हो। काउ, डग। काउ, डग भनेको के हो? एनिमलको नाम हो। कार, चकलेट। यो भनेको के हो? थिंग्स हो। यसलाई के भन्छ? कमन नाउनको इक्जाम्पल। त्यस्तै गरी तपाईले हेर्न सक्नुहुन्छ दोस्रो हाम्रो रहेको छ प्रोपर नाउन। प्रोपर नाउन। प्रोपर नाउन भनेको के रहेछ? द नेम अफ अ पार्टिकुलर पर्सन, प्लेस, एनिमल अर थिंग्स इज कल्ड प्रोपर नाउन। रिमेम्बर, याद गर्ने। अ प्रोपर नाउन अलवेज स्टार्ट विथ अ क्यापिटल लेटर। प्रोपर नाउन केमा स्टार्ट हुन्छ? क्यापिटल लेटरमा स्टार्ट हुन्छ। जहिले पनि पहिलो लेटर। अनि प्रोपर नाउन भनेको के हो? द नेम अफ अ पार्टिकुलर पर्सन, प्लेस, एनिमल अर थिंग इज कल्ड प्रोपर नाउन। पार्टिकुलर पर्सन के? इन्डिभिजुअल पर्सन। पार्टिकुलर भनेको इन्डिभिजुअल। जस्तै फर इक्जाम्पल राम, ह्यारी पोटर, धनगढी, सिङ्गापुर। यो सबैमा हेर्नुस् त। सबैको पहिलो लेटर के छ? क्यापिटल छ। धनगढीको डी के छ? क्यापिटल छ। ह्यारी पोटरको एच के छ? क्यापिटल छ। रामको पहिलो लेटर के छ? क्यापिटल छ। यसलाई नै भन्छ प्रोपर नाउन। पहिलो क्यापिटल जहिले पनि के हुन्छ? क्यापिटल हुन्छ, स्मल हुँदैन। त्यसोमा तपाईले पढ्न सक्नुहुन्छ एब्स्ट्र्याक्ट नाउन। एब्स्ट्र्याक्ट नाउन भनेको के हो? एब्स्ट्र्याक्ट नाउन भनेको इज द नेम अफ अ क्वालिटी, स्टेट, feeling or idea which we can only think about but we cannot touch or see. अब नेपालीमा यसलाई बुझ्नेखेरि कसरी बुझ्ने भनेको यो चाहिँ हाम्रो एउटा फिलिङ हुन्छ, हाम्रो एउटा आइडिया हुन्छ, तर हामीले यसलाई देख्दैन, तर छुन पनि सक्दैन। त्यसैलाई भन्छ एब्स्ट्र्याक्ट नाउन। इक्जाम्पल के रहेको छ? सिम्पल इक्जाम्पल। सिम्पल चाहिँ इक्जाम्पल तपाईले सबैले पढ्न सक्नुहुन्छ। यो खास गरेर 3 क्लास, 4 क्लास, 5 क्लासको लागि पनि सहयोग हुन्छ। यदि तपाईसँग ग्रामरमा हुनुहुन्छ भने, किताब पढाइ हुन्छ भनेपछि है, यो सबैको लागि हो।
अब तपाईँले हेर्न सक्नुहुन्छ फर इक्जाम्पल हनेस्टी हनेस्टी भनेको त हामीले फिल गर्न सक्छौँ हनेस्टी फिल गर्न सक्छौँ फिल गर्न त सके तर उसलाई टच गर्न सक्छौँ देख्न सक्छौँ देख्दैन नि खालि फिल मात्र भयो हामी हनेस्टी छौँ हनेस्टी भने मलाई फिल त भयो तर मैले उसलाई टच गर्न सकेन न उसलाई मैले हेर्न सकेँ कन्फिडेन्स म यो काम गर्न सक्छु कन्फिडेन्स छ त मलाई यो काम गर्न सक्छु तर मलाई फिल त भयो तर मैले उसलाई देख्न चाहिँ सकेन कन्फिडेन्स भनेको मैले आफ्नो आँखाले देखेन उसलाई मैले टच गर्न सकेन पेनमा चाहिँ एउटा सिम्बल भाषामा कसरी बुझ्नु भनेको यति मेरो हात टुटेको छ मलाई त दुखेको छ नि त यो त मलाई पो फिल भयो तपाईँहरूलाई फिल भयो भएको छैन नि र मैले यसलाई छुन सकेन कुन ठाउँमा दुख्या हो कहाँ के भयो थाहा छैन नि मलाई खालि मैले फिल गरेको त्यस्तै गरेर अर्को टपिक रहेको छ कलेक्टिभ नाउन भनेको के रहेछ कलेक्टिभ नाउन इज द नेम अफ अ ग्रुप अफ पिपुल एनिमल अर थिङ्स यो चाहिँ एउटा ग्रुप अफ पिपुल हो इन्डिभिजुअल होइन ग्रुप हो यो जस्तै इक्जाम्पल हेर्न सक्नुहुन्छ टिम्स भनेको एउटा ग्रुप हो फुटबलको टिम पनि हुनसक्छ ब्याडमिन्टनको टिम पनि हुनसक्छ जसको पनि टिम हुनसक्छ है अब त्यसै गरेर तपाईँले अर्को टपिकमा पढ्न सक्नुहुन्छ सिङ्गुलर एन्ड प्लुरल नाउन यो खास गरेर 6 र 7 क्लासको लागि मैले स्पेसल बनाइदिएको हो है तीन दुईटामा चाहिँ लगभग एउटै टपिक हुन्छ प्लस एडिसनल तपाईँहरूको चाहिँ सानो क्लास 10 क्लासमा र 4-5 क्लासमा पनि च्याप्टर वाइज टपिकमा छ तपाईँले यो पढेपछि तपाईँको 3 क्लास 4 क्लास 5 क्लास 6 र 7 को लागि इनफ हुन्छ तपाईँले हेर्न सक्नुहुन्छ अब फेरि सुरु गरौँ सिङ्गुलर एन्ड प्लुरल नाउन सिङ्गुलर नाउन भनेको कस्तो नाउन हो सिङ्गुलर नाउन भनेको इन्डिभिजुअल नाम हो यो प्लुरल होइन एकभन्दा बढी होइन एउटै नम्बर हो त्यही भनेको छ रिफर टु अ पर्सन प्लेस अर थिङ्स द्याट इज इन वान नम्बर एउटै नम्बर हो एकभन्दा बढी होइन त्यसलाई भन्छ सिङ्गुलर नाउन जस्तै इक्जाम्पल एउटा बिल्लो हाउस बोय केटो क्याट हाउस बोय त्यस्तै गरेर प्लुरल नाउन भनेको के हो एकभन्दा बढी हो रिफर टु अ मोर देन वान पर्सन थिङ एन्ड प्लेस एकभन्दा बढी हुन्छ जस्तै इक्जाम्पल तपाईँले हेर्न सक्नुहुन्छ क्याट्स हाउसेस बोयज प्लुरल सिङ्गुलर नाउन चाहिँ सजिलो छ तपाईँले पढ्नु भयो होला या तपाईँलाई याद पनि होला यस्तै गरेर हामी नेक्स्ट टपिकमा जाउँ नेक्स्ट टपिक रहेछ कङ्क्रिट नाउन भनेको के हो यो नयाँ टपिक हो आज कङ्क्रिट नाउन भनेको सबै किताबमा चाहिँ हुँदैन यो चाहिँ 6 क्लास किताबमा छ 7 क्लासको किताबमा नभए पनि केही छैन तपाईँले पढ्न सक्नुहुन्छ कङ्क्रिट नाउन भनेको अ कङ्क्रिट नाउन इज अ समथिङ यु क्यान सी टच टेस्ट हियर अर स्मेल यो चाहिँ एउटा कङ्क्रिट नाउन भनेको यस्तो नाउन हो जसमा तपाईँले हेर्नुहुन्छ तपाईँलाई फिल हुन्छ होइन टेस्ट छ कि छैन स्मेल कस्तो आएको छ कस्तो सुन्नु भएको सब थाहा हुन्छ जस्तै इक्जाम्पल पनि कस्तो राम्रो इक्जाम्पल छ है तपाईँले हेर्न सक्नुहुन्छ फर इक्जाम्पल सुसान केसी इज अ फेन्टास्टिक सिङ्गर सुसान केसी कस्तो हो राम्रो सिङ्गर हो एकदम गुड सिङ्गर उसले गाना गाने अडियन्सहरूले ताली बजाउँछ राम्रो सिङ्गर हो सुसान केसी त्यस्तै गरेर दोस्रो इक्जाम्पल हेर्न सक्नुहुन्छ वाट इज यर फेभरेट बुक तपाईँको फेभरेट बुक कुन हो नेपाली हो कि म्याथ हो कि इङ्ग्लिस हो कि तपाईँको फेभरेट बुक के हो त्यो भयो त्यस्तै गरेर तपाईँको नेक्स्ट टपिक रहेको छ कम्पाउन्ड नाउन भनेको के हो कम्पाउन्ड नाउन भनेको आर फर्मड फ्रम वान अर टू अर मोर वर्ड्स सर्टकटमा यस्तै बुझ्नु कि कम्पाउन्ड नाउन आर फर्म फ्रम टू अर मोर वर्ड्स दुईभन्दा बढी वर्ड डिराइभ भएपछि मात्रै कम्पाउन्ड नाउन हुन्छ इक्जाम्पल सनराइज सी हर्स दुईवटा या दुईभन्दा बढी वर्ड आएपछि मात्र कम्पाउन्ड नाउन हुन्छ फाउन्ड भएको त्यस्तै गरेर तपाईँले नेक्स्ट टपिक पढ्न सक्नुहुन्छ काउन्टेबल नाउन यो क्लास 6 मा पनि छ 7 मा पनि छ र स्मल क्लासेसहरूमा पनि छ काउन्टेबल नाउन भनेको इजी वेमा चाहिँ तपाईँले काउन्ट गर्न सक्ने त्यसलाई भन्छ काउन्टेबल नाउन त्यसलाई कन्भर्ट हुन्छ यो चाहिँ कन्भर्ट हुन्छ अनि यो चाहिँ तपाईँको सिङ्गुलर पनि हुन्छ प्लुरल पनि हुन्छ दुइटै हुन्छ कि सिङ्गुलर नाउन पनि हुन्छ प्लुरल नाउन पनि हुन्छ यसलाई भन्छ काउन्टेबल नाउन त्यस्तै गरेर सम काउन्टेबल नाउन इन्क्लुडेड एप्पल्स भनेको प्लुरल बढी कि भनेको सिङ्गुलर एउटै
चाइल्ड भनेको एउटै, यसलाई भन्छ काउन्टेबल नाउन। त्यस्तै गरेर अनकाउन्टेबल नाउन। अनकाउन्टेबल नाउन भनेको कस्तो नाउन हो भने जसले काउन्ट गर्न सक्दैन, जसलाई हामी काउन्ट गर्न सक्दैनौँ। इक्जाम्पल चाहिँ यसको नेचर हुन्छ। नेचर चाहिँ हामी काउन्ट गर्न सक्दैनौँ। इजी वेमा नेचर हामी काउन्ट गर्न सक्दैनौँ। नेचरमा गएर जङ्गलहरू चाहिँ काउन्ट गर्न सक्नु होला तपाईँहरू, तर नेचरमा वाटरलाई चाहिँ काउन्ट गर्न सक्नुहुन्न। पानीलाई कसैले तपाईँले काउन्ट गरेर सक्नुहुन्छ? म एक गिलास पानी ल्याइदिन्छु, त्यसमा तपाईँ काउन्ट गर्नु त कति थोपाहरू छ, काउन्ट गर्न सक्नुहुन्न। त्यस्तै गरेर यो तपाईँको के हुन्छ, सिङ्गुलर हुन्छ तर प्लुरल फर्ममा कहिले पनि हुँदैन। प्लुरल फर्ममा कहिले पनि हुँदैन। अनकाउन्टेबल नाउन डु नट ह्याभ अ प्लुरल फर्म। प्लुरल फर्म कहिले पनि हुँदैन, सिङ्गुलर फर्ममा मात्र हुन्छ। जस्तै इक्जाम्पल के रहेछ, टी छ, चियापत्ती, टी। नेचर भयो, भर्खर मैले भनेको भयो होला, नेपाली एजुकेसन सिस्टम। यहाँ बुद्धको साइन देख्नुभयो होला, गौतम बुद्ध जस्तै सैनिक भएको होला है। यसमा हामीले लोकसेवा आयोगको पनि अपडेट हाल्छु, जबको पनि हाल्छु। लोकसेवा क्लास पनि सुरु भइसकेको छ, वाणिज्य ब्याङ्कको लेभल 5 को तपाईँले पढ्न सक्नुहुन्छ। यसको लागि तपाईँले मिनिमम चार्ज भनेको 500 रुपियाँ छ, वर्ल्ड क्लास 1 वर्षसम्म। त्यसमा तपाईँले रेकर्डेड भिडियो प्लस पिडिएफ नोट्सहरू लाइभ क्लास पढ्न सक्नुहुन्छ। यदि तपाईँले पढ्ने इच्छा छ भनेपछि हामीलाई मेसेज गर्नु सक्नुहुन्छ। हाम्रो नम्बर रहेको छ 9866108205।